अब यसले हेर्दाखेरि जतासुकै नै हालिमुली एलोप्याथिक चिकित्साको छ। यसै सन्दर्भमा 2052 सालबाटै यानि 2047 सालबाट प्राकृतिक चिकित्साले नेपालमा प्रवेश गरेको हो, जसको जिउँदो जाग्दो व्यक्ति यही हो जो यहाँ अहिले उपस्थित छ र 2047 सालबाट काठमाडौँमा प्रवेश गर्यो र काठमाडौँको भृकुटी मण्डपबाट काम गर्दै प्राकृतिक चिकित्सा र योगको क्षेत्रबाट उपचार गर्ने भनेर आयो। र स्वास्थ्य मन्त्रालयले 2052 सालमा नै एउटा सानो यो विषयलाई स्वीकार गर्यो, प्राकृतिक चिकित्साको विषयलाई स्वीकार गर्यो, यसको अस्पताल बनाउनुपर्छ, यसका शिक्षण संस्था पनि बनाउनुपर्छ भन्ने एक प्रकारको नीतिलाई महसुस गर्यो र त्यसपछि एउटा सानो समिति बनाएर त्यस समिति मार्फत बनाइएको प्राकृतिक चिकित्सालाई नेपालमा एक आधारभूत चिकित्साका रूपमा सञ्चालन गर्ने, यसका कलेज खोल्ने र यसका उपचारका अस्पतालहरू पनि खोल्ने भनेर स्वास्थ्य मन्त्रालयले निर्णय गर्यो। त्यसको संयोजक मान्छे यहीँ आएर यहीँ बसेको छ, यहीँबाट बोल्दैछ अहिले। र त्यसपछि स्वास्थ्य मन्त्रालयले आफ्नो सहसचिवलाई यस कामको पुरै जिम्मेवारी दियो। अनि त्यो जिम्मेवारी दिइसकेपछि सानो बजेट पनि त्यतिखेर दियो। राधाकृष्ण मैनाली स्वास्थ्य मन्त्री थिए र अलिकति मद्दत गर्छु भनेर एउटा सानो 20 लाख रुपियाँको बजेट प्राकृतिक चिकित्साका नाममा त्यतिखेर आयो र त्यसको प्राकृतिक चिकित्सा अस्पताल भनेर कालीमाटीमा एउटा सानो अस्पतालको पनि उदय भयो। यसपछि फेरि मन्त्रीहरू फेरिँदै गए। मन्त्री फेरिने क्रममा यो प्राकृतिक चिकित्सालाई दिने अनुदान समाप्त भयो। दोस्रो तेस्रो वर्षबाट अनुदान प्राप्त भएन। यसैले प्राकृतिक चिकित्सा भनेर खोलिएको अस्पताल त्यही मर्यो। त्यो मरेपछि पनि हामीले निजी रूपमा प्राकृतिक चिकित्सालाई जगाउने प्रयत्न गऱ्यौँ र यसको अस्पताल खोल्ने प्रयत्न गऱ्यौँ, कलेज खोल्ने प्रयत्न गऱ्यौँ र कलेज खोल्यौँ, कलेजबाट तालिम दिने प्रयत्न गऱ्यौँ र तालिम दिएर प्राकृतिक चिकित्साका डिप्लोमाहरू पनि हामीले निकाल्यौँ। त्यससम्मको कामहरू भयो र यो भइसकेपछि प्राकृतिक चिकित्साको बढ्दो अवस्था देखेर नेपाल सरकारले प्राकृतिक चिकित्सालाई पूर्ण रूपले 1 रुपियाँ पनि बजेट दिनु बन्द गरिदियो। प्राकृतिक चिकित्सालाई आफ्नो कार्यनीतिबाट करिब विलोप गर्यो। कार्यनीतिमै यसलाई त्यति राम्रो तरिकाले स्थान दिएन। अनि तैपनि नेपाली विद्यार्थीहरू बाहिर पनि पढ्न गए र नेपालमा पनि मेहनत गरे र केही डाक्टरहरू भारतको राजीव गान्धी विश्वविद्यालयबाट प्राकृतिक चिकित्सा र योगमा स्नातक पढेर आएर नेपालमा काम पनि गर्न थाले। त उनीहरूले काम गर्दा सरकारको कुनै समर्थन थिएन, त्यसकारण उनीहरूले प्राइभेट रूपमा काम गर्न सुरुवात गरे र यो प्राइभेट रूपमा काम गर्ने क्रममा के भयो भने केही डाक्टरहरूले चिकित्सकहरूले धेरै राम्ररी जनतालाई सेवा दिए। त्यो सेवा कस्तो तरिकाले दिए भन्दा यदि एलोप्याथिक चिकित्सकले डाक्टरले अपरेसन गर्नुपर्छ भन्ने केस भनेको छ भने त्यो पनि प्राकृतिक चिकित्सक कहाँ आउँदाखेरि अपरेसन गर्नु परेन। पेटमा अल्सरको अपरेसन गर्नु परेन, लम्बार डिजिजहरू बहुत थिए, कमरका रोगहरू जसको अपरेसन गर्नु भनेर डाक्टरले भन्थे त्यसको अपरेसन गर्नु परेन। कतिपय बेलामा त न्युरो सर्जिकल अपरेसन गर्नुपर्छ भनेका केसहरू पनि बिना अपरेसन सन्चो हुन थाले र पक्षघातका केसहरू सन्चो हुन थाले। हामीले पक्षघातको अस्पताल, प्यारालाइसिसको अस्पताल खोल्यौँ र कसैले सन्चो हुन सक्दैन भनेर मर्न थालेका पक्षघातका बिरामीहरू 15 दिन 20 दिनमा उठेर हिँड्न थाले। त्यस्तो तरिकाको अवस्था भएपछि यो जो स्वास्थ्य मन्त्रालय थियो जसको नेता नेपाल मेडिकल काउन्सिल थियो, नेपाल मेडिकल काउन्सिल तर्स्यो, डरायो। अब हामीले जसरी इलाज गरेका छौँ, जसरी अपरेसनहरू गर्छौँ र अत्यधिक पैसा आर्जन गर्छौँ, किनकि पैसा आर्जन गर्नु नै उनीहरूको मूल उद्देश्य हो र त्यसरी आर्जन गर्छौँ। अब यस तरिकाले प्राकृतिक चिकित्साले बिना अपरेसन नै हामीले अपरेसन गर्नुपर्छ भने केसहरू सन्चो पारिदिने हो भने अब हामीलाई अप्ठ्यारोमा पार्छ। यति भनिसकेपछि यिनले प्राकृतिक चिकित्साको जरो उखेल्न थाले र अहिलेसम्म पनि उनीहरूले प्राकृतिक चिकित्साको जरो उखेल्ने प्रयत्न गरिरहेका छन्। र स्वास्थ्य मन्त्रालय भन्ने एउटा जो मन्त्रालय छ त्यो मन्त्रालय पूर्ण रूपले नेपाल मेडिकल काउन्सिलको अधीनमा छ र त्यो यो सबै चिजको पुरा स्वास्थ्यको मन्त्रालय होइन, त्यो एलोप्याथिक मन्त्रालय हो र नेपाल मेडिकल काउन्सिलले जस्तो प्रकारको निर्देशन गर्छ त्यही तरिकाबाट यो स्वास्थ्य मन्त्रालय चल्छ र त्यसैलाई भरमग्दुर बजेट दिन्छ र त्यही विषयहरू पढाउने अथवा केही काम गर्ने प्रयत्न गर्छ।